गाइज एकदमै बाहिर पानी परिरहेको छ। यो अनुकूल मौसममा हामी एकजना भाइ हुनुहुन्छ हाम्रो साथी। हामी चाहिँ अहिले परदेशमा छौँ हैन। अब रोटी सोटी पाक्दैछ हाम्रो डिनर चाहिँ। अब एकछिनमा हाम्रो मेरो एउटा साथी हुनुहुन्छ, साथी भनौँ कि भाइ भनौँ हैन, उहाँसँग म केही सानो कुराहरू गर्दैछु। भाइ हजुर म एउटा कुरा सोध्दैछु हैन, तिमीले त्यसको फटाफट एन्सर दिनुपर्ने छ है। अब हाम्रो नेपालको प्रधानमन्त्री सबै हाम्रो नेताहरूको हैन, हाम्रा देशको जिम्मेवारी बोकिरहेका हाम्रा युवा जवान हुनुहुन्छ, उहाँहरूकोमा केही नामहरू सोध्दैछु। फटाफट नाम भन्नु होला है त। प्रधानमन्त्री पुष्पकमल दास। पुष्पकमल दास के अरे? पुष्पकमल दास। गृहमन्त्री गृहमन्त्री लामेछामे। के लामिछाने? त्यो अल्ता ऊ है, त्यो मासुको जिब्रो हो, अल्ता गडबड भइहाल्छ। त्यो त मैले माने। रवि लामिछाने भन्नुहोस् त। रवि लामेछामे। लामिछाने ए ल। अनि बालेन शाह। बालेन शाहको नाम चाहिँ अब के भनौँ? बालेन शाह चाहिँ अब हाम्रो काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्छ हैन। उहाँलाई त चिन्नुहुन्छ प्रष्ट? उहाँलाई चिन्छु। अनि के भन्छ भने धरानको एउटा त्यस्तै हैन मेयर हुनुहुन्छ, हर्क साम्पाङ भन्नुहोस् त। हर्ष साम्पाङ। के अरे? हर्ष साम्पाङ। हर्ष साम्पाङ? हर्ष भनेको त घोडा हो नि, थ्याट यस्तो भन्नुहुन्छ। हर्क साम्पाङ। हर्ष साम्पाङ। हर्ष साम्पाङ ल ठिक छ, केही छैन, खैर छ। अब हाम्रो यहाँ पानी परेको मौसममा हामीहरू यहाँ बसिरहेको छ। यता पानी परेको छ हैन। एउटा यसो जाओस् न त मैले गाउने कुन गाउने हजुरलाई केपी शर्मा ओली भन्नुहोस् त। केटी खम्रा ओली। ओके न साना गाईहरू। शेरबहादुर देउवा। शेरबहादुर देउवा। शेरबहादुर देउवा। बाबुराम भट्टराई। बाबुराम भट्टराई। बाबुराम। पुष्पकमल दाहाल प्रचण्ड। पुष्पकमल दाहाल प्रचण्ड। मोतीराम भट्ट। मोतीराम भट्ट। हाम्रो अब जो हैन एउटा गायक हुनुहुन्छ हैन, त्यसमा पनि खतरा ट्यालेन्ट पनि हुनुहुन्छ, एउटा हाम्रो विल्सन विक्रम राई भन्नुहोस् त। उसरी घुम्बम भाइ। विल्सन विक्रम राई। हजुर के भन्नुभएको तपाईँले? विल्सन विक्रम राई भन्नु न। विल्सन विक्रम राई। उल्सिल विक्रम राई। उल्सिल विक्रम राई। ठिक छ ठिक छ। अलि गडबड नगर्नु होला है। नै त्यस्तो होइन, त्यस्तो गडबड होइन, तर एउटा रोमान्टिक एउटा अलिकति एउटा सानो भिडियो बनाऊँ कि भनेको। ल उहाँहरूलाई सबैलाई चिन्नुहुन्छ होइन तपाईँले चाहिँ? उहाँहरूलाई सबैलाई चिन्छु। पहिले जमानादेखि चिनेको मान्छे हो नि त। ए जमानैदेखि चिनेको मान्छे। चिनेको मान्छे हो, तर अहिले हाम्रो मौसमले गर्दा यो पानी